बल्ल बल्ल माइती आएको कुद्नु त पर्यो नि। यहाँ कफी छ कफी लु अर्डर गर्यो। यहाँ मेरो दुई भाइहरू एउटा छोरा एउटा भाइ। हाई गर केटा अभि धन्दा छोडेमा तिमीलाई देखु त लगाडीमा गल्यो बोक्नेला म यहाँहरूलाई जाउँ औँसिरहनु छ जाउँ के गर्नु छ यता पर घाँस्न जान्छु भन्दै थियो जाउँ न किन के छ काम जाउँ न अनि बस सबै जाँठीहरू जाउँ गयो मुला जाऊ डोर अगाडि हजुर हौ अस्ति डाँडा हिँडेको सुँगुरको टुर आफै अनि रात पर्यो गाइस रात पर्यो बल्ल बल्ल घरदेखि हिँडेको रे रातै पर्यो अन्तिममा त उता उता हिँड न चटपटी खान होइन चाखुम 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 हो र ल यो फतारो पतौरे फतौरे जतिखेर पतर पतर बोल्ने मान्छे हेर न आम्मा आयो हिँड्ने स्टाइलले पनि सकिएन भगवान् कति हाँस उठ्दो गरे हिँड्छन् भने नि स्टाइल पनि के ओइ हल्ला नगर हल्ला नगरिन मैले त भिडियो बनाएको कि अर्कै उयोबाट बनिएछ र फेरि खै यत्रो बेरको मेरो हात तेर्साउनुको मात्रै दुःख भयो अब चाहिँ मेरो गाउँ निस्क्यो ए यो पर सबै यो चाहिँ मेरो माइती गाउँ हो। त्यहाँ पानी पर्नु थाल्यो साथीहरू अलिअलि गर्दै यहाँ चाहिँ फेरि जाडो रहेछ क्या को आऊ फेरि अम्मा सुनिले होइन राम नचिनिने भएछ अहिले गाउँको मान्छेहरू त 2-3 वर्षपछि आएको त सबै फेरि छ नि त अनि कोही चिन्दिनँ त हौ लु चिन्नै होइन चिन्न मैले त थेत्तेरिका बुढी भयो कि क्या हो म त छ्या ओइ नि रे म बुढी भइछु अब कसैलाई चिन्नै छोड्यो मैले त के गर्नु अब मतलब होइन म जाँदाखेरि चाहिँ न बहिनीहरू भाइहरू मसिनो थियो नि त अनि त्यही भएर मैले चाहिँ चिनिनँ क्या मसिनो थियो आज कत्रो भइसकिसकेछन्। नानी के पो गर्दै हिँड्छौ छोरा